नेपालमा एउटा कुरा धेरै सामान्य भइसक्यो। प्लस 2 सकियो विदेश जाने, ब्याचलर सकियो विदेश जाने, मास्टर सकियो विदेश जाने, बिजनेस गर्न सकिएन विदेश जाने। नेपालमा सपनाहरू पनि दुई प्रकारका छन्, के बन्ने र कुन देश जाने। तर कहिले सोच्नु भएको छ नेपालीहरू विदेशप्रति यदि किन अब्सेस छन् भनेर? के साँच्चै विदेश जानु जरुरी छ या हामी कुनै कलेक्टिभ इल्युजन भित्र फसिरहेछौँ? आजको भिडियोमा हामी केवल इमोसनल कुरा मात्रै गर्ने छैनौँ, हामी पैसा, स्टेटस र फ्यामिली प्रेसरको पनि कुरा गर्नेछौँ। म यो भिडियो विदेश नराम्रो हो भनेर बनाइरहेको छैन। म आफै विदेश बसेको हो, मैले विदेशमा बिजनेस पनि गरेँ, विदेशको जीवन कस्तो हुन्छ भनेर एकदम नजिकबाट त्यसलाई चिन्ने मौका पनि पाएँ। तर एउटा कुरा मैले के विचार गरेको थिएँ भने विदेशमा नेपाली अपर्च्युनिटीको लागि मात्र होइन, एउटा आइडेन्टिटीको लागि पनि जाँदो रहेछन्। आज हामी अनेस्ट कन्भर्सेसन गर्नेछौँ। यो अब्सेसन आज मात्र सुरु भएको होइन। नेपाल लामो समयदेखि एउटा रेमिटेन्स इकोनोमी हो। हाम्रो इकोनोमीको ठुलो हिस्सा रेमिटेन्सले धानेको छ। कसैको छोरा गल्फमा, कसैको छोरा अमेरिकामा, कसैको श्रीमान कोरियामा। बिस्तारै बिस्तारै एउटा माइन्डसेट डेभलप भयो। नेपालमा फ्युचर छैन। पहिले मानिसहरूले सोध्थे के काम गर्छौ, अहिले मानिसहरूले सोध्छन् कुन देशमा छौ। फरेन कन्ट्री अब सक्सेसको सिम्बल नै भइसकेको छ। नेपालमा विदेश जानु भनेको कुनै एजुकेसन र करियर मात्रै होइन, सोसियल स्टेटस नै भइसकेको छ। यदि कोही अस्ट्रेलिया गयो भने पुरै गाउँलाई नै थाहा हुन्छ। फेसबुक पोस्ट, एयरपोर्टको भिडियोहरू, सोसियल मिडियामा पोस्ट गरिने अरू पोस्टहरूबाट हामी सबैलाई इम्प्रेस गर्छौँ। यदि कसैले नेपाल बस्ने निर्णय लियो भने त्यो निर्णयलाई नै एक्सप्लेन गर्नुपर्ने छ। म नेपाल किन बस्न चाहन्छु भन्ने कुरा मैले एक्सप्लेन गरेर बस्नुपर्ने अवस्था छ। तर विदेश जाने निर्णय लियो भने त्यो मान्छे सक्सेस त्यो दिनबाट नै भइसक्यो भन्ने एउटा भाष्य निर्माण भइसक्यो। त्यही भएर कहिलेकाहीँ मान्छे सक्सेसको लागि या कुनै करियर बनाउनलाई मात्र होइन, त्यो कम्पेरिजनबाट एस्केप हुनको लागि पनि विदेश जानुपर्ने अवस्था छ। यदि भन्दै गर्दा रियालिटीलाई पनि इग्नोर गर्न चाहिँ मिल्दैन। नेपालमा अपर्च्युनिटीहरू कम छन्, प्रोसेसेसहरू फ्रस्ट्रेटिङ छ, इकोनोमी स्लो छ। 20-30 हजार रुपियाँमा काठमाडौँमा सर्भाइभ गर्नु भनेको अहिले नेक्स्ट टु इम्पोसिबल नै भइसक्यो। त्यही भएर पनि जब कसैले आफ्नो साथीले टिकटकमा पार्ट टाइम काम गरेर डलर कमाइरहेको देख्छ, त्यो देख्दाखेरि उसलाई नेपाल एकदमै अनफेयर लाग्छ। विदेशले जेन्युनली धेरै मान्छेको लाइफ चेन्ज पनि गरेको छ। म पनि त्यस्तो एउटा एक्जाम्पल पनि। विदेशमा एजुकेसन हुन्छ, एक्सपोजर मिल्छ, राम्रो करियर हुन्छ, त्यो करेन्सीको कन्भर्जन रेटले पनि हामीलाई एउटा धेरै राम्रो पुस मिल्छ। त्यसैले पनि विदेश जाने निर्णय आफैमा कम्प्लिटली इरेसनल पनि होइन। तर सोसियल मिडियाले एउटा डेन्जरस इल्युजन पनि क्रिएट गरेको छ। हामी रिजल्ट देख्छौँ, प्रोसेसेस देख्दैनौँ। अस्ट्रेलियाको फोटो देख्छौँ तर त्यहाँको सङ्घर्ष देख्दैनौँ। क्यानाडाको स्नो देख्छौँ, त्यहाँको लोनलीनेस देख्दैनौँ। बाहिरको डलर कन्भर्जन देख्छौँ तर त्यहाँको मेन्टल प्रेसर देख्दैनौँ। दुईवटा काम गर्नुपर्छ, त्यो सँगसँगै पढाइलाई पनि लिएर जानुपर्ने हुन्छ। धेरै नेपालीहरू विदेशमा स्ट्रगल गरिरहेका हुन्छन्। मेन्टल प्रेसर, दुईवटा जब, एजुकेसन, ट्युसन फिस, भिजाको स्टेटस, सबै कुराहरू दिमागमा खेलिरहेको नै हुन्छ। तर सोसियल मिडियामा के देखिन्छ त? पर्फेक्ट लाइफ। तर अब एउटा रियल क्वेसन, के नेपाल त्यति नै होपलेस छ त? मेरो एन्सर नो। नेपाल स्लो छ, फ्रस्ट्रेटिङ छ, डिफिकल्ट छ, तर असम्भव छैन। किनभने नेपालमा समस्याहरू छन्। अनि मैले पहिला पनि भन्ने गरेको छु, जहाँ समस्या हुन्छ त्यहाँ अवसर हुन्छ। अहिले नेपालमा परिवर्तनको साथमा आएको लहरले गर्दा जुन टेक अनि एग्रिकल्चरदेखि लिएर विभिन्न प्रोडक्सन रिलेटेड कुराहरूमा यति धेरै अपर्च्युनिटीहरू छ, यति धेरै समस्याहरू छ। त्यसमा सबै सेक्टरमा एउटा न एउटा बिजनेस खोज्ने हो भने त्यहाँ धेरै खालको अवसरहरू छ। प्रब्लम अपर्च्युनिटीको मात्रै होइन, इकोसिस्टम, माइन्डसेट र पेसेन्सको पनि हो। मलाई लाग्छ बिगेस्ट प्रब्लम विदेशको होइन, ब्लाइन्ड अब्सेसनको हो। जब सोसाइटीले एउटा मात्र डेफिनेसन अफ सक्सेस बनाउँछ, त्यो डेन्जरस हुनसक्छ। विदेश जानु सक्सेस हुनसक्छ तर नेपाल बस्नु पनि सक्सेस हुनसक्छ। बिजनेस गर्नु सक्सेस हुनसक्छ तर जब गर्नु पनि सक्सेस हुनसक्छ। तर अहिले धेरै डिसिजनहरू फियर र प्रेसरले ड्रिभन छ। सायद त्यही भएर हामीलाई विदेशको अब्सेसन भन्दा पनि एउटा बेटर सिस्टम, होप, डिग्निटी र अपर्च्युनिटी चाहिरहेको छ। अनि सायद नेपाललाई परिवर्तन गर्ने ती होपहरू पनि यही जेनेरेसनमा छन्। त्यसैले तपाईँको विचारमा के लाग्छ? विदेश नै ओन्ली होप हो कि नेपालमा पनि सम्भावना छ? कमेन्टमा भन्नुहोस्।